चाहिँ डाइरेक्सन क्यान्डल हेर्दैनौँ होइन, डाइरेक्सन क्यान्डल हेर्दैनौँ। जुन चाहिँ डाइरेक्सन क्यान्डल हो, जस्तै डाइरेक्सन क्यान्डल पनि जस्तै अब बुलिस र बेयरिस डाइरेक्सन क्यान्डल हुन्छ नि त होइन। तर त्यो जुन डाइरेक्सन क्यान्डल बुलिस डाइरेक्सन क्यान्डल त बुलिसै हुन्छ होइन, अनि बेयरिस डाइरेक्सन क्यान्डल बेयरिसै हुन्छ। अब त्यो बुलिस डाइरेक्सन क्यान्डल पनि बुलिस मुभ नै हो नि त, त्यो त माथि नै जान्छ नि त होइन, बुलिस मुभ नै हो नि त। हो त्यो केसमा चाहिँ हामीले इन्ट्री गर्दाखेरि चाहिँ त्यही डाइरेक्सन क्यान्डलमै इन्ट्री गऱ्यौँ भने चाहिँ कन्फर्म अर्को डाइरेक्सन क्यान्डल जुन फर्म हुँदा नै त्यही डाइरेक्सन क्यान्डलमै इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या। अब बुझ्यौ मैले भनेको? डिरेक्सन क्यान्डल डिरेक्सन क्यान्डल थाहा पायो, त्यो डिरेक्सन क्यान्डलमै फेरि की लेभल थाहा भएपछि त्यो विथ र विदाउट टचको कुरा गरेको है। यदि त्यो विथ र विदाउट टच गर्ने क्यान्डलमा नै त्यही क्यान्डलभित्र नै हामीले इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या। त्यो हामीले चाहिँ इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ त्यो डाइरेक्सन क्यान्डल फर्म हुनु दिन्छौँ, अनि फर्म भइसकेपछि मात्र की लेभल खोज्छौँ नि त होइन। तर हाम्रो त्यो चाहिँ इन्डाइरेक्ट इन्ट्री भयो। तर डाइरेक्ट इन्ट्रीमा चाहिँ के हुन्छ भने डाइरेक्ट इन्ट्रीमा चाहिँ त्यो जुन क्यान्डलले डाइरेक्सन क्यान्डल बनाउँछ नि, हौ त्यो डाइरेक्सन क्यान्डलमै इन्ट्री गर्छौँ क्या। त्यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या। अब त्यो डाइरेक्ट इन्ट्री चाहिँ अब फर इक्जाम्पलको लागि अब यो जस्तै M30मा हेर त एकचोटि, M30मा देखिरहेको छौ नि। अब M30मा यो भयो भने अब डिरेक्सन क्यान्डल ब्रेकआउट नै छु भने त्यहाँदेखि की लेभल कुन जान्छ, यो चाहिँ डाइरेक्ट भयो। होइन, यही क्यान्डलमा नै इन्ट्री गर्छौँ क्या हामी चाहिँ यहाँनिरतिर, ब्रेकआउट यही नगरी होइन, क्यान्डलमै प्लास्टिकमै ब्रेकआउट नगरिकन यही क्यान्डलमा इन्ट्री गर्छौँ। अब अर्को इक्जाम्पल एउटा देखाउनु पऱ्यो भने अब यो भनौँ न ल, डिरेक्सन क्यान्डलको ब्रेकआउट भएर गऱ्यो भने चाहिँ इन्डाइरेक्ट इन्ट्री है। यो त फेरि इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ हामी डिरेक्सन क्यान्डल बनिनु दिन्छौँ अनि मात्र इन्ट्री गर्छौँ क्या, डिरेक्सन क्यान्डल बनिसकेपछि होइन, इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ। तर डाइरेक्ट इन्ट्रीमा चाहिँ जुन डिरेक्सन क्यान्डल हो त्यो डिरेक्सन क्यान्डलमै हामी चाहिँ इन्ट्री गर्छौँ क्या। अब जस्तै फर इक्जाम्पलको लागि अब यो हो नि त डाइरेक्सन क्यान्डल त, यो हो नि त होइन यो। तर अब डाइरेक्सन क्यान्डल बन्दाखेरि त यो दुईवटा क्यान्डल युज हुन्छ नि त, यो र यो युज हुन्छ नि त होइन, यो र यो। तर हामी डाइरेक्ट इन्ट्रीमा चाहिँ यदि हामीले यहाँनिरतिर कन्फर्मेसन हामीले पायौँ भने, यहीँ इन्ट्री गऱ्यौँ भने चाहिँ यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या। अब हामीले यसलाई ब्रेकआउट हुनु पर्खिराख्दैनौँ क्या। अब हामीले ब्रेकआउट हुनु पर्खिराख्यौँ भने चाहिँ जस्तै फर इक्जाम्पलको लागि अब यो ब्रेकआउट गऱ्यो, अब यो ब्रेकआउट गऱ्यो नि त होइन, यसरी ब्रेकआउट गऱ्यो नि त। अब यो ब्रेकआउट गरेपछि अब मात्र हामीले इन्ट्री खोज्छौँ भने चाहिँ त्यो चाहिँ अब इन्डाइरेक्ट इन्ट्री भयो। तर हामीले त्यो नभएर डाइरेक्ट अब यो फर्म हुँदा यहाँ मुनितिर नै इन्ट्री गऱ्यौँ भने चाहिँ, यसरी यहाँ मुनितिर नै इन्ट्री गऱ्यौँ भने चाहिँ हाम्रो चाहिँ यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या। अब यो डाइरेक्ट इन्ट्री चाहिँ कि M30मा हुनसक्छ कि यो H1मा हुनसक्छ, त्योभन्दा बाहेक चाहिँ अरूमा हुँदैन। डाइरेक्ट इन्ट्री चाहिँ H1 र M30मा मात्रै है, M30मा मात्र हुन्छ। उयो बुझ्दा हुन्छ, यो डिटरमाइन गर्ने छ नि, यो डिरेक्सन क्यान्डल डिटरमाइन गर्ने तिनवटा छ नि, ब्रेकआउट अनि विथ र विदाउट। अनि विथ र विदाउट गर्दाखेरि चाहिँ डाइरेक्ट इन्ट्री, अनि ब्रेकआउट गर्दाखेरि चाहिँ इन्डाइरेक्ट भन्दा हुन्छ। ब्रेकआउट त नगरी स्टार्टिङमै गऱ्यो भने, क्लासिकमै गऱ्यो भने इन्डाइरेक्ट भन्दा हुन्छ। त्यसरी पनि बुझ्न सकिन्छ। तर इन्डाइरेक्टमा चाहिँ अब डाइरेक्सन क्यान्डल फर्म भइसकेपछि इन्ट्री हुनु पर्यो क्या। इन्डाइरेक्टमा चाहिँ डाइरेक्सन क्यान्डल फर्म भइसकेपछि अनि मात्रै इन्ट्री गर्नु पर्यो क्या, इन्डाइरेक्टमा है। इन्डाइरेक्टमा चाहिँ फर्म भइसकेपछि मात्रै। फर्म भनेपछि अलिकति कन्फ्युज जस्तो लागेको छ यो स्टेटमेन्टहरू। तिमी नर्मल्ली डाइरेक्सन क्यान्डल तिमी इन्ट्री गर्दाखेरि अहिले हामीले पढे अनुसार इन्ट्री गर्दाखेरि कसरी इन्ट्री गर्छौ? यो H1 र तिमीले चाहिँ M30
डिरेक्सन हजुर तिमीले चाहिँ आफैले कन्फ्युजिङ बनाउँदैछौ क्या हजुर आफैले कन्फ्युजिङ बनाउँदैछौ अँ, यो कस्तो भने तिमीले अहिले इन्ट्री गर्दाखेरि कसरी इन्ट्री गर्छौ तिम्रो एसओपी भन त स्ट्यान्डर्ड प्रोसिजर कस्तो हुन्छ भन त H1 र M30 मा डिरेक्सन क्यान्डल खोज्ने खोज्ने अब H1 मै भेट्यो भने अब त्यो H1 मै भेट्यो भने अब त्यही H1 नै भेट्यो भनेपछि मुनितिर टाइम फ्रेममा जस्तै M30 र M15 मा चाहिँ त्यसकै अब सिक्वेन्स बाई सिक्वेन्स M30 र M15 जस्तै M30 मा लियो भने चाहिँ फेरि M15 र M5 लिन्छ होइन हो त्यसरी अब H1 र M30 मा कस्तो अरे फेरि भन्नु त एकचोटि H1 मा H1 मा डिरेक्सन क्यान्डल H1 र M30 मा डिरेक्सन अँ क्यान्डल खोज्छु अँ अनि खोज्छौ त्यहाँदेखि त्यहाँभन्दा त्यहाँभन्दा दुईटा टाइम फ्रेममा चाहिँ की लेभल खोज्न थाल्छु अनि की लेभल दुईटा देख्यो भने अनि त्यहाँदेखि की लेभल अब देख्यो भने अब त्यो की लेभलको रेखा अब रेखा हुन्छ तलमुनि बुलिस थियो भने बुलिस तलमुनि छोएर उकालो लाग्नु थालेपछि त्यहाँ इन्ट्री त सिकेको छ नि त त्यस्तोदेखि सुरु हुन्छ अनि त्यो डाइरेक्सन क्यान्डल कसरी डिटर्माइन गर्छ तिमी डाइरेक्सन क्यान्डल यसमा चाहिँ की लेभल नलिई त्यो क्लासिक पनि लिँदाखेरि भयो क्लासिकलाई जुनलाई ब्रेकआउट दिन्छ त्यहाँबाट सुरु हुन्छ डिरेक्सन क्यान्डल अनि त्यो चाहिँ अब त्यो चाहिँ डिरेक्सन क्यान्डल त्यो चाहिँ एउटा ब्रेकआउट डिरेक्सन क्यान्डल भयो होइन अँ अनि त्यो बाहेक अर्को चाहिँ कुन छ अर्को विथ र विदाउट होइन विथ र विदाउट अनि विथ र विदाउट अब यो के हो त यो विदाउट यो विदाउट हो नि त होइन अँ तर अब हामीले चाहिँ यो विदाउटमै यहीँनिर इन्ट्री गऱ्यौँ भने चाहिँ यो चाहिँ अब डाइरेक्ट इन्ट्री भयो क्या अब तर हाम्रो इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ हामीले यो फर्म हुनुको लागि पर्खिन्छौँ क्या यो फर्म हुनु हिन्जेलसम्म पर्खिन्छौँ क्या यो होइन कि यो जुन अहिले अब यो क्यान्डल बनिँदैछ नि यो त यो M30 अन्त M30मा यो ब्रेकआउट दियो नि होइन अब मात्रै दियो जब यो क्यान्डल क्लोज हुन्छ अनि मात्रै ब्रेकआउट दियो भन्नु मिल्छ क्यान्डल क्लोज नभइन्जेलसम्म चाहिँ भन्नु मिल्दैन होइन जब क्यान्डल क्लोज हुन्छ अब मात्रै यो त डाइरेक्सन क्यान्डल भयो नि त यो त अब मात्रै डाइरेक्सन क्यान्डल भयो नि त अब यो डाइरेक्सन क्यान्डल बनिसकेपछि अब हामीले लोवर टाइम फ्रेममा यो M30मा बन्यो होइन अब M30मा बन्यो अब चाहिँ M15 र M5मा हेऱ्यो भने चाहिँ त्यो चाहिँ अनि हेरेर इन्ट्री गऱ्यो भने चाहिँ अब त्यसको इन्ट्री लगभग भनौँ न अब यतातिर कतैतिर हुन्छ होला सायद भयो भने होइन अब यो खालको इन्ट्रीलाई चाहिँ हामी इन्डाइरेक्ट इन्ट्री भन्छौँ क्या यो खालको इन्ट्रीलाई चाहिँ किनभने यो जब डाइरेक्सन क्यान्डल बनिसक्यो होइन अनि मात्र हामीले इन्ट्री खोज्छौँ नि त अनि इन्डाइरेक्ट इन्ट्री भयो चाहिँ होइन डाइरेक्सन क्यान्डल पछाडि तर यो डाइरेक्सन क्यान्डल बन्दाखेरि नै हामीले यहाँनिर अब जस्तै यो त की लेभल हो नि त एउटा होइन यो अब एउटा की लेभल हो अब यो की लेभल बन्दाखेरि यो की लेभलबाट रियाक्ट गर्दाखेरि अब यो त अब डाइरेक्सन क्यान्डल हुनु खोज्दाखेरि नै हामीले चाहिँ इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या बुलिस किन गर्नु त बुलिस क्यान्डलमा है अर्कोले जब यो रेड क्यान्डलले छोएको छ होइन त अब रेड पछाडि त येल्लो आउने छ भने रेडमा जब छुने बित्तिकै गर्छौँ होइन यसलाई चाहिँ इन्डाइरेक्ट यहाँ अब कन्फर्मेसन यहाँनिर अब कन्फर्मेसन M1मा कन्फर्मेसन थियो भने हामी यहीँ इन्ट्री गर्छौँ क्या हुन्छ अनि यहाँनिर यहाँ हेर एउटा अर्को पनि मैले देखेँ जस्तै अब हामीले त यो चाहिँ हामीले यो पर्खिराख्नै पर्दैन यो पर्खिराख्नै पर्दैन किन थाहा छ किनभने यहाँ अलरेडी डाइरेक्सन इज अनटच डाइरेक्सन भइसकेको छ नि त यहाँनिर हेर त यो भयो होइन यहाँबाट यो भयो अनि यो एउटा की लेभल भयो होइन यो की लेभल हो नि त यो त यो की लेभलबाट टच भइसक्यो अनि त्यस पछाडि यो क्यान्डल फर्म हुने बित्तिकै यो चाहिँ हाम्रो चाहिँ यो डाइरेक्सन क्यान्डल भयो नि त अब किनभने यो भयो अनि त्यस पछाडि यो भयो अब यो गर्ने बित्तिकै अब यहाँबाट हामी हेरौँ यो गर्ने बित्तिकै अब यो हेऱ्यो भने यो क्यान्डल भयो होइन यो क्यान्डल अब यो क्यान्डलमै अब पनि हुनसक्छ हेरौँ है कहाँनिर छ यो क्यान्डल त डिरेक्सन क्यान्डल बनिसकेको छ
यो बनिसकेको छ नि त। हामीले यो ब्रेकआउटलाई पर्खिराख्नु जरुरी नै थिएन रहेछ क्या भन्नु खोजेको यहाँनिर। किनभने यो अलरेडी डिरेक्सन क्यान्डल भइसकेको थियो नि त होइन। अनि यहाँनिर अब जस्तै फर इक्जाम्पलको लागि मैले यहीँनिर हेरौँ, यो त की लेभल त होइन, तर अब क्लासिक M15मा चाहिँ की लेभल रहेछ होइन। M15मा त्यो लेभलमा यो लेभलमा M15मा की अब यो बक्स देख्दैछौ नि, यो बक्स यो बक्स थियो, यो बक्स त यो हो नि त फेरि थाहा छ नि होइन। त्यो तिमीलाई देखाउनु, यो त की लेभल हो होइन। M15मा की लेभल छ, अब M5मा के छ हेरौँ। M5मा चाहिँ अब यो चाहिँ त्यस्तो क्लियर चाहिँ छैन होइन। तर यो के जस्तो देखिन्छ एकचोटि हेर त, यस्तो हेर्दा यो त ब्रेकआउट जस्तो देखिन्छ नि त यहाँ हेर त। अब यो कन्फ्युज भयो भने चाहिँ यसरी लाइन चार्ट बनाउनुपर्छ क्या। यो त अब ब्रेकआउट जस्तो देखिन्छ नि त, यो ए लेभल भयो होइन, यो ए लेभल भयो, ए लेभललाई यसरी ब्रेकआउट गऱ्यो नि त हेर त। अनि यो चाहिँ अब ब्रेकआउट भयो। अनि त्यस पछाडि अब यहाँनिर चाहिँ यसमा चाहिँ यो M1मा गएर कन्फर्मेसन थियो भने चाहिँ हामी यहाँनिर इन्ट्री गर्थ्यौँ क्या। यो टाइम फ्रेममा की लेभल त बनेको छैन है। कुनमा? यो टाइम फ्रेम 5 मिनेटको टाइम फ्रेममा M5मा की लेभल बनेको छैन है। की लेभल त छैन, तर यहाँनिर चाहिँ ब्रेकआउट भयो नि त। ब्रेकआउट हाम्रो त्यो प्याटर्न हाम्रो 7वटा प्याटर्न थियो नि। ब्रोकन एचएनएस कि डबल एचएनएस ग्याप ब्रेकआउट। यहाँनिर ग्याप ब्रेकआउट होइन, यहाँनिर यो के अरे क्लासिक ब्रेकआउट भएको छ नि। हेर त यहाँनिर हेर त, यो ए लेभल हो नि त होइन। यो ए लेभल हो कि होइन यस्तो क्लासिक ब्रेकआउट भएको छ। अनि त्यो भएको कारणले यहाँ चाहिँ क्लासिक यता यो भयो क्लासिक कुनले ब्रेक गरेको छ भनौँ। अब यो यसले नै खासमा चाहिँ अब यो चाहिँ अब रेड क्यान्डल हो होइन। यसको ओपनिङ यसको क्लोजिङ यहाँ हुन्छ। अब यसको ओपनिङ यहाँ यसको क्लोजिङ यहाँ भयो। फेरि यहाँनिरबाटै स्टार्ट भएर यहाँ हुनुपर्ने हो, तर अब यहाँ चाहिँ प्राइस यस्तो देखायो क्या। अब क्यान्डल तलमाथि भयो, तर अब खासमा यो जुन यो क्यान्डल छ नि, यसको यसको ओपनिङ त यो मुनि हो नि त होइन। खासमा यो चाहिँ यस्तो छ भनेर सम्झिनुपर्छ क्या हामीले। यस्तो भन्नुको मतलब एकैछिन ल, म यो अलिकति चेन्ज गर्छु। यसको यो पुच्छार चाहिँ होइन, किनभने यो क्लोजिङ भइसकेपछि त यहीँबाट ओपन हुन्छ नि त खासमा त। यो रेड क्यान्डलको क्लोजिङ कता हो भन त। रेड क्यान्डल यो ओपन हो, यो क्लोजिङ हो नि त होइन। अनि यो क्लोज भएपछि त यो ओपन हुँदाखेरि त यहीँबाट ओपन हुनुपर्ने हो नि त। खासमा चाहिँ यो चाहिँ यहाँ यस्तो खालको छ क्या। यो चाहिँ यस्तो खालको छ क्या खासमा चाहिँ यस्तो छ क्या। अनि त्यस्तो हुँदाखेरि यसले ब्रेकआउट गर्यो भन्नुपर्छ क्या। अब चाहिँ यसको यो ओपन, यो त ओपन हो नि त, यसको त पुच्छार मुनि हुन्छ नि त यो ग्रिन क्यान्डलको त होइन। यहाँनिरबाट ओपन भएको हो क्या खासमा चाहिँ। अनि ग्याप कुन चाहिँको ग्याप ब्रेकआउट गरेको छ यसमा? ग्याप ब्रेकआउट होइन हौ, क्लासिक ब्रेकआउट हो। क्लासिक किनभने यो ग्रिन यो त ग्रिन क्यान्डल हो नि त। ग्रिन र रेड भयो नि त होइन। ग्रिन र रेडले त ए लेभल बनायो नि त यहाँनिर। अनि त्यसलाई फेरि यसैले ब्रेक गर्यो क्या। बुझ्यौ? अनि त्यो चाहिँ क्लासिक ब्रेकआउट भयो क्या। अनि त्यही त देखाएको मैले यहाँनिर यही हेर त। यस्तो चाहिँ यो लाइन चार्टमा देखिन्छ क्या कन्फ्युजन। यो अनि यस्तो क्या। ए लेभल बनेको कहाँ छ यहाँ जान्छ? ए लेभल यो ए लेभल होइन त, यो ए होइन त यो। यसरी देखिँदो अनि यसलाई ब्रेकआउट गरेन त। यो ए होइन, यो हेर त। अनि यसलाई ब्रेकआउट गरेन त। बुझ्यौ? हामीले यहाँनिर इन्ट्री गर्न सक्थ्यौँ, तर अब यो चाहिँ कति बज्यो भने रातिको 3 बजी रहेछ यहाँनिर चाहिँ होइन। त्यही भएर अब यो गर्न सकेन।
त्यो भयो ठिकै छ जस्ट अब डाइरेक्ट इन्ट्री र इन्डाइरेक्ट इन्ट्री बुझ्यौ नि तिमीले डाइरेक्ट इन्ट्री भनेको चाहिँ जब डाइरेक्सन क्यान्डल फर्म हुँदै गर्दाखेरि त्यो डाइरेक्सन क्यान्डलमै इन्ट्री गऱ्यौँ भने चाहिँ अब यहाँ किन त्यो इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ हामी डाइरेक्ट इन्ट्री भन्छौँ अब यो यहाँनिर छ होइन अब यो 1 मिनटको टाइम फ्रेममा यो लेभल यहाँ हो यो यतिखेर मैले यहीँनिर इन्ट्री गरेको भए त्यो इन्ट्री पनि भ्यालिडै हुन्थ्यो क्या हाम्रो एउटा वान अफ द सेटअपमै पर्छ होइन तर अब हामीले जब यो क्यान्डल बनिसकेपछि अनि हामीले यहाँनिर मात्रै इन्ट्री गऱ्यौँ भने चाहिँ अनि चाहिँ यो चाहिँ इन्डाइरेक्ट इन्ट्री भयो क्या फेरि हामीले चाहिँ यहाँ मुनि इन्ट्री गरेको भए चाहिँ यहाँ मुनि इन्ट्री गरेको भए चाहिँ यो चाहिँ डाइरेक्ट इन्ट्रीमा काउन्ट हुन्थ्यो होइन तर अब यो हामीले यो डाइरेक्सन क्यान्डल बनिसक्यो नि त यो फर्म भइसक्यो नि त यो त डाइरेक्सन क्यान्डल हो अब यो डाइरेक्सन क्यान्डल फर्म भइसकेपछि अब यहाँ इन्ट्री गर्दाखेरि चाहिँ यो चाहिँ इन्डाइरेक्ट इन्ट्रीमा पऱ्यो क्या अब बुझ्यौ इन्डाइरेक्टमा चाहिँ क्यान्डल डिरेक्सन क्यान्डल बन्नु दिन्छौँ अनि मात्रै इन्ट्री गर्छौँ होइन त र डाइरेक्टमा चाहिँ त्यो जुन डाइरेक्सन क्यान्डल बन्दैछ अथवा बन्नु लागेछ त्यसमा इन्ट्री गर्छौँ क्या त्यो बन्नु लागेछ भने त कसरी थाहा हुन्छ भन्दाखेरि चाहिँ अब यदि कन्फर्मेसन छ भने चाहिँ हामी इन्ट्री गर्छौँ कन्फर्मेसन छैन भने चाहिँ इन्ट्री गर्दैनौँ त्यही हो अनि मैले अस्ति यो जुन इन्डाइरेक्ट इन्ट्रीमा चाहिँ हामीले एच1मा डाइरेक्सन क्यान्डल बन्यो अनि हामीले रिफाइन गर्दाखेरि चाहिँ रिफाइन भन्नुको मतलब 2 टाइम फ्रेममा हेर्दाखेरि चाहिँ एच1मा बन्दाखेरि एच1 र M30मा हेर्थ्यौँ होइन अनि फेरि एच1मा डाइरेक्सन क्यान्डल छ भने M30 र M15मा पनि हेर्थ्यौँ नि होइन अनि यो मैले के याद गरेँ भने यस्तो पनि हुँदो रहेछ कहिले चाहिँ M30मा डाइरेक्सन क्यान्डल छ भने फेरि M30 र M15मै पनि हुनु पनि सक्ने रहेछ क्या त्यसो गर्दा अनि त्यो पनि हुनसक्ने रहेछ अनि फेरि M30 र M30मै बन्यो भने M15 र M5मा पनि हुनसक्ने रहेछ भन्नुको मतलब यसको 4वटा भेरिएसन भयो क्या 4वटा भेरिएसन भनेको H1मा हुँदाखेरि H1 र M30 अनि फेरि M30 र M15 अनि फेरि M30मा बन्दाखेरि M30 र M15 अनि फेरि M15 र M5 क्या 4वटा भेरिएसन भयो क्या बुझ्यौ बुझेँ अस्ति तर यो एउटा अस्ति केसमा चाहिँ भन्छ जस्तै M30मा डिरेक्सन भयो भने M30मै की लेभल खोज्नुभन्दा M15 र M5मा भयो भने त्यो चाहिँ अझै स्ट्रङ हो भनेर भनेछ एउटा जस्ट 1 स्टेप तल मुनिबाट टाइम फ्रेम राम्रो की लेभल बन्न थाल्यो भने त्यो झन् राम्रो भनेर अब राम्रो भन्दा पनि होइन त्यो भन्दा नि यस्तो क्या मैले अस्ति भन्नु खोजेको चाहिँ जस्तै H1मा भयो भने H1मा त H1 र M30ले त्यो त कभर गर्यो होइन फेरि H1मै हुँदाखेरि M30 र M15 हुँदाखेरि M30 पनि कभर गर्यो M15 पनि कभर गर्यो नि त अनि एट द सेम टाइम यो M30मै डाइरेक्सन क्यान्डल बन्यो भने M30 र M15मा हेरिराख्नु पर्दैन भनेर मैले भनेको थिएँ क्या त्यो चाहिँ त्यो भन्नुको मतलब चाहिँ किनभने अलरेडी H1ले M30 र M15मा हेरिसकेको हुन्छ नि त त्यो भएर चाहिँ हेर्नु पर्दैन भनेको तर कहिलेकाहीँ चाहिँ फेरि कस्तो पनि हुँदो रहेछ भने मैले नोटिस गरेको M30मा डाइरेक्सन क्यान्डल भयो भने M30मै र M15मै पनि की लेभल हुनसक्ने रहेछ क्या त्यस्तो क्या त्यो पनि भन्नुको त्यस्तो भएपछि चाहिँ भेरिएसन भयो अब अनि त्यो स्ट्रङ हुन्छ भन्नुको मतलब चाहिँ अब जस्तै H1मा डाइरेक्सन क्यान्डल छ होइन अब मिनिमम हामीलाई 2टा की लेभल चाहियो होइन 2टा टाइम फ्रेममा की लेभल चाहियो होइन त्यो H1मा डाइरेक्सन क्यान्डल छ भने H1 र M30मा पनि हुनसक्छ M30 र M15मा पनि हुनसक्छ त्यो चाहिँ मिनिमम रिक्वायरमेन्ट चाहिँ त्यति हो तर यदि M30मा H1मा डाइरेक्सन क्यान्डल छ M30मा पनि की लेभल छ M15मा पनि की लेभल छ त्यही लेभलमा M5मा पनि की लेभल छ तिनटैमा की लेभल छ भने चाहिँ त्यो त कन्फ्लुएन्स एड भयो नि त अघि 2टा कन्फ्लुएन्समा त त्यो की लेभल 2टा टाइम फ्रेममा मात्रै थियो होइन 2टा कन्फ्लुएन्स हो अब थप M5मा पनि भयो भने चाहिँ त्यो त कन्फ्लुएन्स एड भयो नि त होइन
उम्, त्यो हुँदाखेरि चाहिँ स्ट्रङ हुन्छ भन्नु खोजेको क्या। उम्, त्यो कन्फिडेन्स धेरै भयो भने चाहिँ त्यसरी स्ट्रङ हुन्छ भन्नु खोजेको क्या, बुझेनौ? बुझेँ। तर तान्छौ हामीलाई मिनिमम चाहिँ दुईटामा चाहिन्छ। दुईटा। भन त। मलाई यो इन्डाइरेक्ट र डाइरेक्ट अझै कता कता मन नबुझे जस्तो पछि किनभने पछि मलाई फेरि गाह्रो हुन्छ। कता कता म नबुझे जस्तो भएको छ। अँ, के चाहिँ नबुझेको तिमीले? इन्डाइरेक्टमा इन्डाइरेक्टमा चाहिँ क्लासिकबाट गर्छ, क्लासिक ब्रेकआउट जस्तो क्लासिक बनिन्छ नि क्यान्डल, अँ क्लासिकको ब्रेकआउट हुने बित्तिकै जब क्लासिकको ब्रेकआउट क्लोज भयो क्लासिकको ब्रेकआउट भएपछि हामी इन्ट्री गर्छौँ नि, त्यसलाई चाहिँ इन्डाइरेक्ट अँ भन्न मिल्छ हो। अनि जस्तै अनि अँ डाइरेक्टमा चाहिँ अब विथ र विदाउट खालको प्याटर्न बन्नुको लागि विथ र विदाउट होइन प्याटर्न। होइन, तिमीले इन्डाइरेक्टमा त्यो क्लासिकलाई मात्र ए, त्यो डाइरेक्सन क्यान्डल हो भनेर भन्नु मिल्दैन। त्यो त इन्डाइरेक्टमा त डाइरेक्सन क्यान्डल एज अ ब्रेकआउट भनेको चाहिँ त्यो चाहिँ एउटा टाइप मात्र हो। क्लासिकमा डाइरेक्सन क्यान्डल डिटर्माइन गर्ने कतिवटा टाइप छ डाइरेक्सन क्यान्डल डिटर्माइन गर्नको लागि तिनवटा। क्लासिक के अरे तिनवटा होइन। अँ, तिनवटा मध्ये जुनै आए पनि डाइरेक्सन क्यान्डल बनिसकेपछि इन्ट्री गऱ्यो भने त्यो चाहिँ इन्डाइरेक्ट इन्ट्रीमा पर्यो अँ, होइन। अँ, तिनवटा छ नि त त्यो त। अँ, हजुर। तिमीले त्यो ब्रेकआउटमा चाहिँ के हुन्छ भने ब्रेकआउटमा चाहिँ यसरी की लेभलबाट रियाक्ट गर्नु पर्दैन। अँ, ब्रेकआउटमा चाहिँ डाइरेक्ट त्यो एक्सेप्सन रुल थाहा छ नि होइन। अँ, त्यो भयो भने त्यो तिमीले अहिले एक्जाम्पल दिएको चाहिँ डाइरेक्ट यसरी ब्रेकआउट गऱ्यो भने चाहिँ त्यो चाहिँ यसरी की लेभलबाट रियाक्ट गर्नु पर्दैन। तर यसरी की लेभलबाट रियाक्ट गऱ्यो भने टच र अनटचको कुरा आउँछ। हजुर। अनि एउटा चाहिँ टच भनेको चाहिँ एउटा टाइप हो अनि अर्को अनटच भनेको चाहिँ एउटा टाइप हो। अब यो चाहिँ अनटचमा पर्यो। अँ, अनि जब हामीले डाइरेक्सन अनि त्यस पछाडि त्यो भनेको डाइरेक्सन क्यान्डल बनिने कुरा हो होइन। अँ, जब त्यो डाइरेक्सन क्यान्डल बनिसक्छ, अँ, फर्म भइसक्छ डाइरेक्सन क्यान्डल, त्यो डाइरेक्सन क्यान्डल फर्म भइसकेपछि हामीले इन्ट्री चाहिँ अब M15 र M5मा रिफाइन गरेर इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ इन्डाइरेक्ट भयो। अँ, तर त्यो डाइरेक्सन क्यान्डल फर्म हुनुभन्दा अगाडि नै फर्म हुँदाहुँदै त्यही डाइरेक्सन क्यान्डलमा जस्तै अब यहाँ मैले दिइरहेको छु एक्जाम्पल। अँ, हो। पनि अहिलेको। डाइरेक्सन क्यान्डल हो नि त यो अँ, डाइरेक्सन क्यान्डल हो नि त। अँ, तर हामीले योलाई नपर्खिकन यो की लेभलबाट डाइरेक्ट यहाँनिर कन्फर्मेसन छ र यहाँनिर इन्ट्री गरेको भने त्यो चाहिँ डाइरेक्ट इन्ट्री भयो क्या M30मा। यसमा चाहिँ यसमा चाहिँ लगभग उयो यस यसमा चाहिँ लगभग यो विथ र विदाउट टच जुन छ नि डिरेक्सन क्यान्डल पत्ता नै त्यसको अँ आधारमा गरिँदो अँ रहेछ है। त्यसको त्यो हुनुभन्दा अगाडिकै क्यान्डलबाट स्टार्ट गऱ्यो भने चाहिँ त्यसलाई चाहिँ डाइरेक्ट भनेर कस्तो र बुझ्छौँ। कस्तो अरे? यो डाइरेक्ट बुझ्नुको लागि चाहिँ जस्तै यो डिरेक्सन क्यान्डल बनिनु भन्दा यो त भी लेभलको भनौँ न, यो त बुलिस हो। उम्, बुलिसको लागि चाहिँ बुलिस क्यान्डल हुनुभन्दा अगाडि बियरिस क्यान्डलले हुँदा टच गरेपछि बल्ल हाम्रो उम्, अर्को आउने चाहिँ डिरेक्सन क्यान्डल हुन्छ नि। अँ 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 हो। अनि यसमा चाहिँ अब जब यो बुलिसमा यो रेड क्यान्डल बनिन्छ नि, टच गर्छ उम्, अनि त्यहाँदेखि अँ त्यतिखेर चाहिँ हामी सुरु गर्छौँ, त्यसलाई भन्न मिल्छ, त्यसलाई चाहिँ डाइरेक्ट। अँ, त्यसलाई पनि भन्नु मिल्छ। त्यसलाई त्यसरी डाइरेक्ट भनेर बुझिरहेको छु मैले चाहिँ, विथ र विदाउट टच भयो। त्यसरी त्यसरी बुझ्दा पनि हुन्छ। अब तिमी जसरी बुझ, तर जसरी बुझे पनि हामीले डाइरेक्सन क्यान्डल फर्म हुनुभन्दा अगाडि इन्ट्री गऱ्यौँ भने चाहिँ त्यो चाहिँ डाइरेक्ट क्यान्डल हो, त्यति हो। डाइरेक्सन क्यान्डल त्यति भनेर फार्स्ट सेममा डाइरेक्सन क्यान्डल भन्दा अगाडि इन्ट्री। अनि यो इन्ट्री यो डाइरेक्सन क्यान्डल हुनुभन्दा अगाडि इन्ट्री गर्नुको लागि क्राइटेरियाहरू त्यो चाहिँ की लेभल हुनु पऱ्यो होइन। अँ, अनि कन्फर्मेसन हुनु पऱ्यो, त्यही हो कि लेभल र डाइरेक्ट इन्ट्रीको लागि चाहिँ। कन्फर्म अब कन्फर्मेसन के लेभल पढ्ने भन्छ, पढ्ने भएको रहेछ। अब की लेभल त तिमीले पढिसक्यौ, यो की लेभलै हो उम्, होइन। उम्, अब कन्फर्मेसन चाहिँ यहाँनिर कन्फर्मेसन थियो भने हामी यहाँ इन्ट्री गरिहाल्छौँ क्या। उम्।
हामी त्यो डाइरेक्सन फर्म भइराख्नु यो नेक्स्ट क्यान्डल फर्म भइराख्नु हामी चाहिँ पर्खिँदैनौँ क्या यो क्यान्डल फर्म भइराख्नु पर्खिँदैनौँ क्या बुझ्दै यहीँ इन्ट्री गर्छौँ बुझ्यौ बुझेँ अहिले यसरी यहाँ इन्ट्री हाल्नु त एकचोटि चाहन्छु यहाँ अनि यो डिरेक्सन क्यान्डल यहाँ एकचोटि इन्ट्री पनि हेर्नु यहाँ पर्नेछ यहाँ अब यहाँ एउटा यहाँ यहाँ डिरेक्सन क्यान्डल फर्म भयो अब यो M50 मा के लेभल छ कि छैन हेरौँ M15 अँ तिमीले डाइरेक्ट इन्ट्रीको एक्जाम्पल सोधेको कि इन्डाइरेक्टको अहिले त यो त यो तिमीले इन्डाइरेक्ट डाइरेक्टको इन्ट्री होइन भर्खर तिमीले के सोधेको तिमीले भर्खर चाहिँ अब यही सेटअप भयो होइन एकचोटि उयो पहिलाको पनि मलाई रिभिजन हुन्छ एकचोटि यही इन्ट्री गर्ने बन्नु इन्ट्रीको लागि त्यही त अँ अब यो लाइन भनेको यो M1मा यो हो होइन अँ हामीलाई चाहिँ डाइरेक्ट इन्ट्रीमा चाहिँ केही कि लेभल सी लेभल त्यो चाहिँदैन क्या भन्नको मतलब क्लियर भन्नाले त्यो दुईवटा टाइमसम्म रिफाइन गरेर राख्नु पर्दैन क्या त्यो इन्ट्रीको बेलामा किनभने त्यो त डाइरेक्ट इन्ट्री हो नि त अब यहाँ M30मा कि लेभल छ तर अब यहाँनिर आउँदाखेरि चाहिँ अब यहाँ के छ M30मा हेरौँ अब यहाँनिर पनि M30मा यहाँनिर क्लासिक छ होइन M30 क्लासिक अनि सरी M15मा क्लासिक ब्रेकआउट भयो यो अब यो पनि क्लियर छैन होइन अँ यो पनि क्लियर छैन तर अब यहाँनिर जस्ट M30मा कि लेभल छ होइन यहाँनिर छ नि त M30मा अनि M30मा कि लेभल छ अब M15मा पनि कि लेभल भएको भए यहाँनिर पनि कि लेभल भएको भए राम्रै हुन्थ्यो होइन तर यदि छैन भने पनि त्यो फरक पर्दैन क्या त्यो चाहिँ अब M30मा नि M15मा त्यो कि लेभल भयो भने चाहिँ कन्फ्लुएन्स जस्तो हो क्या त्यो चाहिँ होइन अनि अर्को भनेको यहाँनिर अब यो कि लेभल भइसकेपछि डाइरेक्ट हामी रिफाइन नगरिकन डाइरेक्ट M1मा जान्छौँ क्या डाइरेक्ट इन्ट्रीमा चाहिँ यो उयोको केसमा चाहिँ यो डाइरेक्टको केसमा डाइरेक्ट इन्ट्रीमा चाहिँ M1मा गयो अनि M1मा गएर कन्फर्मेसन यहाँनिर छ भने सिधै इन्ट्री गरिदिने क्या कन्फर्मेसन छ भने तर अब यस्तो बेटर चाहिँ के हुन्छ भने जस्तै डाइरेक्ट इन्ट्रीमा पनि अब यहाँनिर कि लेभल छ भने यो एरियामा कि लेभल छ भने होइन यो एरियामा कि लेभल छ भने M30मा पनि यदि M30मा छ M15मा पनि कि लेभल भएको चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्थ्यो क्या तर अब यहाँ चाहिँ छैन होइन तर नहुँदाखेरि पनि लिनु चाहिँ सकिन्छ त्यो भयो होइन अब यो चाहिँ डाइरेक्ट इन्ट्रीको एक्जाम्पल भयो अब हामी यहाँनिर इन्ट्री गर्थ्यौँ कन्फर्मेसन भएको हुँदाखेरि होइन यहाँनिर तर अब यो चाहिँ डाइरेक्ट इन्ट्री भयो अब इन्डाइरेक्ट इन्ट्री चाहिँ अब यो चाहिँ अब के अरे डाइरेक्सन क्यान्डल एज विदाउट टच भयो नि त डाइरेक्सन क्यान्डल विदाउट टच भयो नि त यसले टच गरेको छैन तर यसको बाई प्रोडक्टको कारणले यो निस्क्यो नि त होइन यो त विदाउट टच हो अनि यो त डाइरेक्सन क्यान्डल हो फेरि त्यसो गर्दाखेरि त होइन अब यो डाइरेक्सन क्यान्डल हो भनेपछि अब यो डाइरेक्सन क्यान्डल हो भनेपछि अब हामीले चाहिँ यसलाई चाहिँ अब इन्डाइरेक्टमा के गर्छौँ हामी यो डाइरेक्सन क्यान्डल हो भने अब यसको तल मुनि लोवर टाइम यो कि लेभल हो कि होइन यहाँ पनि हेर्छौँ अनि यहाँ थिएन भने योभन्दा मुनि M15 र M5मा हेर्छौँ कि लेभल अनि त्यस पछाडि यो त अहिले अघि पनि हेरेको होइन हामीले अघिकै त एक्जाम्पल हो यो अब कि लेभल भनेको अब यो कि लेभल भइहाल्यो होइन यो त कि लेभल हो नि त यो M15मा हेर त M30मा डाइरेक्सन क्यान्डल छ M15मा कि लेभल अनि M5मा के छ त M5मा अघि हामीले हेर्दाखेरि क्लासिक ब्रेकआउट छ नि त यहाँ क्लासिक ब्रेकआउट छ नि त होइन अनि त्यसो हुँदाखेरि चाहिँ हामी यहाँनिर हिँड्छौँ क्या टचमा बुझ्यौ बुझेँ अनि त्यही हो अब डाइरेक्ट इन्ट्री चाहिँ कि M30मा यस्तो कि लेभल हुनु पऱ्यो कि चाहिँ H1मा कि लेभल हुनु पऱ्यो क्या
जस्तै फर इक्जाम्पलको लागि अब यो डाइरेक्ट इन्ट्रीको एउटा इक्जाम्पल हुनसक्छ। अब यो त कि लेभल हो नि त, यो अँ यो यो अँ क्लासिक ब्रेकआउट गरेको छ होइन। अँ अब यो एरियामा चाहिँ हामीले इन्ट्री गरेको चाहिँ डाइरेक्ट इन्ट्री हुन्थ्यो क्या यो एरियामा। हजुर अब यहाँ चाहिँ सिधै अब एकचोटि हेरौँ M30मा के छ। अब एच वानमा त के अरे कि लेभल छ त्यो त शङ्कै छैन होइन। अँ अब हेरौँ M30मा कि लेभल छ कि छैन एकचोटि। M30मा पनि कि लेभल रहेछ, यो त एमटिएम कि छ लेभलै हो के होइन। लेभल हो अब चाहिँ झन् स्ट्रङ भयो क्या अब यो चाहिँ। अँ अनि त्यस पछाडि हेर्नुपर्छ डाइरेक्ट अब चाहिँ अरू यताउता केही नहेर्ने डाइरेक्ट उमा जाने M1मा जाने होइन। अनि M1मा जाने अनि M1मा गएर कहाँ गयो त्यो इक्जाम्पल, M1मा जाने अनि M1मा गएर यहाँनिर अब कन्फर्मेसन पाएपछि हामी यहीँनिर डाइरेक्ट इन्ट्री गर्छौँ। यो चाहिँ हाम्रो तर डाइरेक्टको इक्जाम्पल हो होइन, हजुर डाइरेक्ट इक्जाम्पल हो। अब त्यो नभएर यदि हामीले यसलाई अब यस्तो गरे डाइरेक्ट इक्जाम्पल हो। अब यो क्यान्डल पर्खेर यहाँनिरको भित्र अब जस्तै फर इक्जाम्पल लागि अब यहाँनिर हेरौँ है। अब यो त्यस पछाडि अब यो डाइरेक्सन क्यान्डल फर्म भइसक्यो नि त। अब यो हो नि त डाइरेक्सन क्यान्डल त, यो त विदाउट टचको इक्जाम्पल हो नि त यो त होइन। यो अब यो हो नि त। अब यहाँनिर अरू कुनै कि लेभल छ कि छैन हेरौँ। यदि अरू कुनै कि लेभल छ भने यहाँनिरबाट इन्ट्री लिन सकिन्थ्यो कि बा। अब H1मा केही देखिएन होइन। एच H1मा H1बाट मुनि आउँदाखेरि M30मा केही देखिएन होइन। एच1 M30मा के केही त्यस्तो सिग्निफिकेन्ट लेभल देखिएन नि त होइन। अब तर फेरि M30लाई बेस मान्न सकिन्छ नि त अब हामीले होइन। जान्छ यो अहिले यो 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 एच1 दुइटा मात्रै क्यान्डल हुन्छ होइन। दुइटा यो एच1 क्यान्डल यो मास्तिरको यो जुन लामोवाला एउटा यो झन्डै छुनु खोजेको छ नि येल्लो कलरको यो हो त्यो कुन टाइम फ्रेममा त्यो 30 टाइम फ्रेममा यो 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 त्यो त छुँदैन। यतापट्टि एउटा क्यान्डल दुइटा मात्रै छुन्छ के चाहिँ ए यो होइन के यो कुरामा लामो पनि छोको भए चाहिँ कि लेभल बनिन्थ्यो अनि हुन्छ है। यो लामो कुन अरे यो M30को लामो यो क्यान्डल छ नि हो त्यो क्यान्डल यो हो त्यो पनि परेको भए चाहिँ होइन त्यहाँ कि लेभल बनिन्थ्यो है। कुन कि लेभल बनिन्थ्यो त्यहाँ कि लेभल बनिन्थ्यो नि अहिले होइन। यहाँ पनि छोको भए चाहिँ यहाँ यो त कि लेभलै हो कि के लेभल भनेको। ए त्यो कि लेभलै हो है यो कि अब लेभल सुन H1मा हामीले H1मा हेरिरहेको छौँ। तर H1मा अब H1बाट M30मा जाँदाखेरि यहाँ कुनै कि लेभल यताउता केही छ त, केही सिग्निफिकेन्ट केही छैन नि त होइन। त्यो माथि अहिले भर्खर भनेको त्यहाँ त्यो कि लेभल चाहिँ त्यो तलमुनिको जुन रेखा छ त्यही चाहिँ हुनुपर्छ कि लेभलको रेखा यो होइन जुन हामीले कोरेको अब कि लेभल माथि बनेको छैन तान्छ यहाँ माथि M30मा कि लेभल बनेको छैन। होइन यो डाइरेक्सन क्यान्डल यो हो नि त होइन। हजुर डाइरेक्सन क्यान्डल यो हो भनेपछि डाइरेक्सन क्यान्डल यो हो भनेपछि अब हामी कुनमा हेर्छौँ त, M30 र M15मा हेर्छौँ अथवा H1 र M30मा पनि हेर्छौँ होइन। H1 र M30मा केही छ त। H1मा चाहिँ केही छैन। M30को चाहिँ हो कि जस्तो लागेको तर त्यो क्यान्डल यो त ढिलो पछि भयो नि त। हामीलाई त यहाँ मुनि नै इन्ट्री चाहियो नि त, यहाँ मुनि इन्ट्री चाहियो नि त भन्नाले अब यो त बनिसक्यो होइन। यो त बनिसक्यो र त्योभन्दा अगाडि त यो हुन्छ नि त, यो यिनीहरू नै हुन्छ नि त होइन। तिनीहरूभन्दा अगाडि त यिनीहरू बनिसकेको हुन्छ नि त, किनभने M30को बनिसकेपछि मात्रै H1को बन्छ नि त होइन। अब त्यो बनिनुभन्दा अगाडि नै हामीले M30मा हेर्दाखेरि यहाँनिर पनि अलरेडी कि लेभल छ। अनि यो त झन् अनि यहाँ कि लेभल यो त डाइरेक्सन क्यान्डल टच भयो नि त यो त H1 हुनुभन्दा अगाडि नै विथ टच भएर यो भएन त, यसले टच गरेन त डाइरेक्सन क्यान्डल। यो हेर त, यसले नै टच गर्नुपर्छ भन्ने छैन क्या। के हो यसले त टच गरे पनि डाइरेक्ट हो त बिर्सेछ होइन। अब यो त कि लेभल हो, यसले टच गर्यो। अनि अब हेरौँ यहाँनिर के छ। अब यसले टच गर्यो। अब यो
H1 मा योमा पुगेकै छैन है खासमा चाहिँ। ए हामी तान्छ चाहिँ यो अगाडि नै विथ र विदाउट टचमा यो रेड क्यान्डलले छोएपछि मात्रै सुरु हुने होइन र खास रियल यो केमा यो विथ र विदाउट टचको इक्जाम्पलमा यो M30 मा होइन अँ, अँ, यो यो त अब यो त बुलिस हो। बुलिस बुलिसको लागि त पहिला रेडले छुनुपर्छ अनि यो ग्रिनले त छुन्छ भने विथ टच भयो नछुने भने विदाउट टच होइन त यो अनि यहाँ त रेड पछाडि मात्रै अब हुन्छ भन्ने ठाउँ हुन्छ नि होइन रेडले छुयो त ग्रिन रेडले छुनै पर्छ भन्ने चाहिँ छैन। ग्रिनले छोएर यसरी रिजेक्ट गर्यो भने पनि त्यो विथ टच नै हो, किनभने यो त डाइरेक्ट यसले नै टच गरिरहेछ नि त। उम्, यो अँ रेडले नै छुनुपर्छ भन्ने छैन। अनि त्यसै भने त्यहाँभन्दा यो जुन बनेको छ नि अहिले विथ टच भएको छ नि यहाँभन्दा अँ, यतापट्टि पनि त्यस्तो छ त यतापट्टि पनि किनभने अर्को कता रेड काण्ड लेफ्टपट्टि यो यिनीहरू त्यहाँ पनि रेड त बनेको छ रेड पछाडि अर्को येल्लोलाई रेड पछिको अर्को ग्रिनलाई भन्नु मिल्दैन डिरेक्सन काण्ड यहाँ चाहिँ अर्कोलाई हो त्यसलाई यसलाई अँ अँ की लेभलमा टच भएको छ त काहीँ यो येल्लोले गर्नुपर्छ काहीँ की लेभलमा टच भएको छ, काहीँ छैन की लेभलमा टच भएको छ छैन अनि येल्लोले टच गरेको भए चाहिँ हुन्थ्यो है कुनले यो यहाँ येल्लोले येल्लो कलरले तल मुनि छोएको भए चाहिँ हुन्थ्यो यहाँ मुनि अँ यो